अथवा सन्तानको लागि बुवा के हो? सन्तानको लागि बुवा भनेको रोटी हो, कपडा हो, घर हो। घाँस पास खपास हो। बाउको चप्पल यदि ढोकाको बाहिर छ भने छिमेकीमा जति ठुलो दुश्मन किन नहोस्, बाउ 80-90 वर्षको बिड्दा किन नहोस्, छोरालाई हिम्मत आउँछ। बाउको महत्व त्यो, आमाको महत्व त्यो। यदि आमा छिन् भने संसार जित्न सकिन्छ कि भन्ने जस्तो लाग्छ। यति टाउकोमा हात फेरिदिन्छ नि मेरो बा भनेर आमाले। त्यसले धेरै राम्रो नेगेटिभ एनर्जीलाई पार गरेर पोजिटिभ एनर्जी आउँछ कि त्यसले। पोजिटिभ भाइब्सहरू प्रवाह गर्छ। आमाको शक्ति त्यति ठुलो हुन्छ। आमाको शक्ति भने त्यो। अरूको लागि पो के हो हुन त थाहा छैन। मेरो लागि त आमा हुन् नि, तपाईँको आमा त तपाईँको लागि आमा हो नि, होइन? आमा भने त आमा हुन् नि। हामी एउटा याद गर्नुहोस्, कुनै बेलामा हामी गाउँघरमा लड्दा पड्दा या ढुङ्गामा ठेस लागेर आउँदाखेरि आमाले एकचोटि फुकिदिनु भने पनि निको हुन्छ कि। न आमा डक्टर हुन्, न वैद्य हुन्, न धामी हुन्, न झाँक्री हुन्। फुक मार्दाखेरि पनि ठिक हुन्छ कि, घाउ निको हुन्छ। मेरो बा भनेर यसो मजार्दाखेरि फुक्दाखेरि पनि घाउ निको हुन्छ कि आमा भन्थ्यो। आमाको प्रेमको स्पर्श त्यति शक्तिशाली हो। त्यति शक्तिशाली हो।